सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा 76 को उपधारा 1 बमोजिम प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेता श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्री पदमा मिति 2082-12-13 मा नियुक्त गर्नुभएको छ। नेपालको संविधानको धारा 80 बमोजिम आज यस समारोहमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। यस कार्यक्रमका लागि आयोजित यस समारोहमा राष्ट्रपतिको कार्यालयको आमन्त्रणलाई स्वीकार गरी उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट महानुभावहरूमा म हार्दिक स्वागत गर्न चाहन्छु। अब म सम्माननीय राष्ट्रपतिज्यू समक्ष प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिन नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूलाई सादर अनुरोध गर्दछु। म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर, देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। धन्यवाद। यसपछि नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूबाट प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने काम सम्पन्न भएको छ।
नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई राष्ट्रपतिको कार्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। अब म नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु।